यो पालिको चुनाव पछाडि नेपालको कांग्रेस पार्टी भारतको कांग्रेस पार्टी भन्दा पनि विलय हुन्छ होला अथवा सकिन्छ होला। कांग्रेस पार्टी लगभग धेरै नै तल झर्छ होला, चौथो पाँचौं शक्तितिर झर्छ होला भनेको। यो पालि चुनाव भन्दा अगाडि नै कांग्रेस पार्टी त्यो भन्दा नि अत्यन्तै नाजुक हालतमा पुगिसक्यो। यो अवस्थामा आइपुग्दा अथवा युवाहरू नेतृत्वमा पुग्दै गर्दाखेरि यसरी संवैधानिक एउटा निकाय एउटा निर्वाचन आयोगले एउटा मान्यता दिइसके पछाडि पनि यी पुराना भनिएका अथवा यी बुढा कांग्रेसहरूले संवैधानिक आयोगले निर्णय गरेको निर्णय मान्दैनौँ, सर्वोच्च अदालतले निर्णय गरेको निर्णय मान्दैनौँ पनि भन्लान् भोलि गएर, हैन। यस्तो अवस्था, यस्तो नाजुक अवस्था हुँदा यति धेरै जनताले नपत्याउँदा पनि आफ्नै कार्यकर्ताले नपत्याउँदा पनि कम्ती नि अलिकति चेत आउनुपर्ने यी पार्टीहरूको अथवा यी नेताहरूको। यी नेताहरूको चेत कहिले आउँछ, यी नेताहरू कहिले सुध्रेलान्, यिनीहरूबाट हामीले के अपेक्षा गर्ने होला देश विकास अथवा देशमा आमूल परिवर्तन केही होला यिनीहरूबाट।